वेलकम टू माई भिडियो। आजको भिडियो चाहिँ 2026 को वर्ल्ड कपको बारेमा छ है। अनि वर्ल्ड कप चाहिँ मलाई चाहिँ वर्ल्ड कप हेर्न चाहिँ साह्रै मजा लाग्छ हैन। तपाईहरुलाई कतिको मजा लाग्छ, रमाइलो लाग्छ वर्ल्ड कप हेर्नलाई चाहिँ, फुटबलको वर्ल्ड कप हेर्न चाहिँ। अनि के भन्छ र तपाईहरु चाहिँ कुन कुन खेलाडी अथवा कुन देशको सपोर्टर हुनुहुन्छ? म चाहिँ मेस्सीको सपोर्टर हो हैन, अनि अर्जेन्टिनाको पनि सपोर्टर हो हैन। अर्जेन्टिनाको सपोर्टर चाहिँ पहिला चाहिँ खासै थिएन, पछि भयो क्या। किनभने चाहिँ जब त्यो मेस्सीलाई यस्तो आफ्नो लेजेन्डलाई यस्तो अगाडि राखेर हिँडालेको देख्दा सपोर्टर त्यो प्लान्टीहरू हान्न पाउँदाखेरि त मेस्सीले हान्दाखेरि पनि त्यो मिस जाँदा पनि एकदम सपोर्ट गर्ने क्या हैन। त्यस्तो गर्दै देख्दाखेरि चाहिँ उनीहरूको खेलाडीहरू त्यो अर्जेन्टिनाको टिमको चाहिँ एकदम सपोर्ट गर्न मन लाग्यो क्या मलाई। मेस्सीको सपोर्ट चाहिँ किन गर्न मन लाग्छ भने चाहिँ मलाई चाहिँ मेस्सी चाहिँ अलि होचो छ हैन। होचो हुँदा पनि यस्तो दामीसँग खेलहरू फुटबल खुट्टामा पर्दाखेरि छक्काउँछ नि। त्यो 4-5 जना खेलाडीहरू खेल्न उसलाई आउँछ नि बोल खोज्न, र अनि उसको खुट्टामा चाहिँ कतै जादु छ कि क्या हो भने चाहिँ छक्काएर अनि गोल हानेको देख्दाखेरि चाहिँ, अथवा पास साथीलाई पास दिएको देख्दाखेरि चाहिँ यस्तो मजा लाग्छ कि हेर्न चाहिँ। जति हेऱ्यो त्यति हेरौँ लाग्ने के। त्यही भएर चाहिँ म चाहिँ मेस्सी र अर्जेन्टिनाको चाहिँ सपोर्ट गर्न मन लाग्छ हैन। अनि तपाईहरु चाहिँ कुन कुनलाई सपोर्ट गर्दै हुनुहुन्छ? तपाईहरुको कतिको त हरेर नि गइसक्यो होला, घरतिर फर्किसक्यो होला हैन। त्यो भएर चाहिँ अनि के भन्छ रे एउटा कुरो चाहिँ, कतिले चाहिँ मेस्सीको अर्जेन्टिनाको टोलीले चाहिँ अर्जेन्टिनाको खेलाडीहरूलाई चाहिँ एकदम हेट गरेको देख्छु मैले हैन। तपाईहरुले त्यसै हेट नगर्नु होला। अर्जेन्टिनाको टिमले चाहिँ अब रोनाल्डो अथवा नेमार अथवा एम्बापेहरूको टिमलाई चाहिँ साइड लागेको होइन। उनीहरूको नै खेलमा कमजोरी भएर, उनीहरूको अब खेलाडी अथवा खेलकोमा कमजोरी भएर उनीहरू चाहिँ अब आउन सकेन, फाइनलमा आउन सकेन। अब त्यही भएर चाहिँ तपाईहरुले चाहिँ कसैले पनि मेस्सीलाई चाहिँ गाली गर्ने, मेस्सीको टोलीहरूलाई चाहिँ देशको खेलाडीहरूलाई चाहिँ अर्जेन्टिनाको खेलाडीहरूलाई चाहिँ गाली नगर्नु होला, हरोस् भनेर चाहिँ नजप्नु होला। किनभने जबेर नि अब हुनेवाला केही छैन। तपाईहरुले टाउको दुखाएर नि केही हुनेवाला छैन हैन। बरु सपोर्ट गर्यो भने चाहिँ तपाईहरुलाई नि खुसी मिल्छ भन्न मैले मन लाग्यो। त्यही भएर चाहिँ हुन त अब रोनाल्डो अनि एम्बापेहरूको अनि नेमारहरूको नि खेल त राम्रो छ नि, तर उनीहरूको चाहिँ खेलाडी अरू साथीहरूको चाहिँ त्यति राम्रो भइदिएन। त्यही भएर चाहिँ उनीहरू आउन सकेन अगाडि हैन। त्यही भएर चाहिँ त्यस्तो हो कारण चाहिँ। त्यही भएर चाहिँ तपाईहरु पनि गाली चाहिँ नगर्नु होला। कति चाहिँ रोनाल्डो र नेमारको चाहिँ अब धेरै जस्तो झन् पोहोरको सालमा पनि अब रोनाल्डोलाई बेजमै राखेर चाहिँ त्यस्तै भयो, मेन खेलाडीलाई नै बेजमा राखिदियो हैन। अहिले पनि नेमारलाई त्यसरी राखिदियो हैन। त्यो भएर पनि हो हैन। अब कति अब सपोर्ट गर्नेहरू नेमारको सपोर्टर रोनाल्डोको सपोर्टर छ हैन, बेन्चमा राखिदिन्छ आफ्नो खेलाडीलाई, कसरी हेर्ने हो त्यो चाहिँ मलाई अलिक ठिक लाग्दैन हैन। हुन त चोटपटकको कारणले राख्छ कतिको त हैन, तर मेस्सीको चाहिँ सितिमिति चोटपटक नलाउने, हेर्दा पनि आनन्द आउने क्या। पोहोरको वर्ल्ड कप पनि हेर्दा यस्तो आनन्द आयो कि पोहोरको वर्ल्ड कप चाहिँ मलाई चाहिँ म चाहिँ पोखराको चाहिँ पोखराको चाहिँ पृथ्वी चोकको त्यो ठुलो एउटा बोर्ड छ नि, त्यहाँ गएर हेरेको थिएँ क्या। मलाई त त्यहाँ म्याच हुन्छ अनि त्यो गेमको त्यो बोर्डमा देखाउँछ भन्ने त थाहा थिएन। मेरो सोल्टी चाहिँ त्यो सन्जय छ क्या, एउटा सोल्टी सन्जय, अहिले सौरभ नि भन्छ होइन। उसले मलाई मैले भन्थेँ कि त्यहाँ म्याच कतै गेमहरू लाग्छ भने बोर्डमा मलाई फोन गरेर है सोल्टी भन्थेँ। अनि उसले चाहिँ मलाई फोन गरेर भन्थ्यो कि यहाँ म्याचको त्यो बोर्डमा देखाउँदैछ, फुटबल वर्ल्ड कप देखाउँदैछ, ल आऊ भनेर चाहिँ म गएर हेरेको थिएँ क्या। अनि यस्तो मजा आयो कि त्यो पोहोरको फ्रान्स र अर्जेन्टिना गेम, आमा 90 मिनटको खेल चाहिँ 120 मिनटसम्म खेल हेर्न पाउँदा यस्तो आनन्द आयो कि जसले जिते पनि त्यो कुनै उसले भन्न क्या त्यो गेमै त्यस्तो मजा आउने कि आमा है। त्यही भएर यसपालि पनि हामी चाहिँ फेरि गएर हेर्नेवाला छौँ। अनि मेरो त्यो सोल्टीलाई पनि थ्याङ्क्स भन्न मन लाग्यो, किनभने बोलाएर उहाँ गएर हेरियो थियो हामीले मजासँग। यसपालि पनि त्यहीँ पोखरा गएर चाहिँ पृथ्वी चोकको त्यो ठुलो चाहिँ एडभर्टाइज बोर्डमा लगाउने कुरो रहेछ। भोलि आइतबारको दिनमा चाहिँ टक्क लगाएर चाहिँ गएर हेरिन्छ। 3 गतेको रातको 12 बजीतिर गएर चाहिँ मजासँग हेरिन्छ। तर यसपालि चाहिँ पानी पर्ने सम्भावना छ है, किनभने चाहिँ बर्खा मासमा चाहिँ पानी अलिक बढी नै पर्छ। पानी परे पनि गएर हेरिन्छ। अनि एउटा कुरो याद आयो कि पोहोरको साल चाहिँ गेम हेर्दाखेरि चाहिँ अब मलाई थाहा थिएन मेरो सोल्टी चाहिँ फेरि फ्रान्सको सपोर्टर हो नि होइन। अनि जब फ्रान्सले गोल हालेर यस्तो उफ्रियो नि सोल्टी, मलाई अनि दङ्गै पऱ्यो क्या होइन। अनि फेरि अर्जेन्टिनाले नि हान्ने हुँदैन, दुइटाले हान्दा त्यो टक्कर भइरहेको थियो नि, त्यो बेलामा चाहिँ मजा आयो क्या है।
हुन त मेरो छोरीले चाहिँ जर्मनको टिमको सपोर्टर थियो पहिला त, तर फ्रान्सको पनि थाहा थिएन कि है, त्यो बेलामा चाहिँ खत्रै भयो थियो कि। र पनि यसपालि पनि टक्क लाएर गएर हेरिन्छ। अनि त्यो के म एउटा कुरा के भन्नु मलाई भने तपाईँहरू चाहिँ नि आफ्नो त्यो टिमले के भन्छ जित्यो भने हऱ्यो भने त्यो हऱ्यो भने धेरै निराश नहुनु होला। जित्दाखेरि धेरै मान्छेहरू चाहिँ त्यो क्याफेमा रेस्टुरेन्टमा होटेलहरूमा गएर हेर्नुहुन्छ नि होइन गेमहरू, त्यसरी होइन क्या हेर्ने चाहिँ हो। त्यसरी अब टक्क कोठाभित्र लुकेर सिरेकभित्र हेर्ने होइन क्या गेम भनेको चाहिँ। गेम भनेको चाहिँ पोखराको पृथ्वी चोकको चाहिँ ठुलो होर्डिङ बोर्डमा, त्यो के होर्डिङ बोर्ड भन्न आज के भन्छ एडभर्टाइज बोर्डमा चाहिँ टक्कै हेर्नुपर्छ क्या, त्यसमा मजै छुट्टै हुन्छ। त्यहाँको मान्छेहरू यस्तो गुटुट धेरै आफ्नो के अरे के भन्छ आफ्नो टोलीलाई त्यो सपोर्ट गर्ने हुन्छ नि त। अब अन्त कोही अब यसपालि त अब स्पेन र अर्जेन्टिना हुन्छ नि, त्यो दुई टिमको सपोर्टरहरूको जसले गोल हाने जसले छक्का आउँछ त्यसकोमा हुर्र सपोर्टहरू गर्दाखेरि हेर्न पाउँदा यस्तो आनन्द आउँछ कि त्यही भएर तपाईँहरू पनि ध्याएर हेर्नु होला। त्यो अनि धेरै मान्छेको त्यो भाइब्समा ट्याक्क आनन्द लिन पाउनुको छुट्टै मजा आउँछ क्या होइन। अनि तपाईँ जित्यो भने चाहिँ त्यो हर्दा के भन्छ जित्यो भने चाहिँ तपाईँको टिमले चाहिँ तपाईँहरूले चाहिँ के भन्छ अरे त्यो उस नगर्नु होला। जित्यो भने चाहिँ ताली मात्रै बजाएर यसरी नबस्नु होला। कति मान्छेहरू चाहिँ ताली जित्यो भने चाहिँ धेरै खुसी हुनै सक्दैन क्या होइन। खुसी हुनुपर्छ, किनभने चाहिँ कहिलेकाहीँ चाहिँ त्यो खुसी हुन आनन्द छुट्टै आउँछ कि परम आनन्दमा लिनुपर्छ। गेम भनेको 4 वर्षमा एकपल्ट आउने गेम हो। अनि त्यो जित्दाखेरि तपाईँको टिमले चाहिँ यस्तो गर्नुपर्छ, ए बे बुर्रे मेरो टिमले जित्यो है भन्नुपर्छ होइन। गोल हान्यो भने यसरी उफ्रिनुपर्छ, खुसी हुनुपर्छ, अन्तरात्माबाट चाहिँ खुसी लिनुपर्छ है। मैले भन्न चाहेँ किनभने आनन्द भनेको घरिघरि आउँदैन क्या, त्यो टाइममा आउने बेलामा चाहिँ तपाईँहरूले चाहिँ साथीभाइहरूसँग मिलेर चाहिँ ट्याक्क गेमहरू चाहिँ यसरी उफ्रिएर चाहिँ आनन्द लिनुपर्छ मैले भन्न चाहेँ। त्यही हो, भोलि पोखराको चाहिँ पृथ्वी चौकमा आएर पनि हेर्न सक्नुहुन्छ है त तपाईँहरूले यस्तो राम्रो गेम। अनि सपोर्ट गर्नु होला। तपाईँले आफ्नो मनपर्ने खेलाडीलाई हऱ्यो भने चाहिँ निराश नहुनु होला, लहराभाती नगर्नु होला भन्न मलाई। जित्यो भनेर नि अर्कालाई चाहिँ नपिट्नु होला, अरूलाई चाहिँ इफेक्ट पर्ने काम चाहिँ नगर्नु होला भन्छु। खुसी चाहिँ हुनु होला। हस् त, धन्यवाद, बाई बाई, फेरि भेटौँला भोलि।